यो चाहिँ नाउ यहाँ वारीदेखि पारि गइरहेछ गाइजहरू एकदमै रफ्तारमा गइरहेछ। अब त्यो चाहिँ एकदमै आफ्नो तालमा गइरहेछ। उहाँदेखि यहाँ पुगिसक्यो होइन। यो कुनादेखि पल्लो कुनामा जान्छ, पल्लो कुनामा, अनि पल्लो कुनामा पुगिसकेपछि फेरि उताबाट चाहिँ यता आउँछ। एकदमै गर्मी छ। तपाईँहरूकोतिर के छ कसो छ? हिजो चाहिँ यहाँ हावा चलिरहेको थियो, आज चाहिँ हावासावा छैन, एकदम सुनसान मरण छ एकदमै गर्मीमा मरण छ। गर्मी चाहिँ कति छ कति हो, अनि गर्मीको चाहिँ कुरा गरेर साध्यै छैन। यता चाहिँ सरर जाँदैछ, त्यहाँ पुग्नलाई चाहिँ लगभग 10 मिनट लाग्छ। त्यो चाहिँ अहिले आधी पनि पुगेको छैन। त्यहाँदेखि चाहिँ यो ओल्लो छेउदेखि यहाँदेखिको यहाँ पुग्नलाई चाहिँ एकदमै 10 मिनट जति लाग्छ। त्यो चाहिँ अहिले गइरहेछ, एकदमै रफ्तारमा चाहिँ गइरहेछ। अनि अब त्यो हेरौँ कति बेलासम्ममा चाहिँ त्यो पुग्छ होइन। पल्लो छेउमा चाहिँ अब पुग्छ। पल्लो छेउमा पुगिसकेपछि चाहिँ म त्यत्रो लामो त भिडियो बनाउँदैन, त्यही भए पनि म सानो सुरु भिडियो बनाउँछु। सबैजनाले माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गर्नु होला। फेरि मिल्नेछु। फेरि मिल्नेको साथसाथै तपाईँहरूलाई एकदमै राम्रो भिडियो लिएर आउनेछु। धन्यवाद भन्न चाहन्छु। धन्यवाद।